सुरुवात गर्दैछौँ। अनि मैले चाहिँ आज साँझमा पकाउन लाएको थिएँ घिरमला, आलु अनि मिक्स सब्जी खै के अनि दाल मिसाएर सिटी लाएर अनि के गराएर अनि झानेर अनि यो चाहिँ युट्युबको कमालो चाहिँ गाइजहरू मैले चाहिँ युट्युब हेरेर बनाउन लाएको। अनि यहाँ मैले घिरमला चाहिँ तास्नलाई टाइम लाग्छ, त्यही भएर छिटो तास्न लाएको। हेर्नु यो चाहिँ मैले धेरै नै घिरमला थियो, त्यही भएर छिटो तास्न लाएँ। अनि यहाँ नानीले चाहिँ यहाँ पढ्न आएको थिएँ केटाकेटी, अनि तिनीहरूले चाहिँ सिकाइदिनु भनेर अनि नानी आउँदै बोलाउँदै जाँदै गर्थेँ। मैले चाहिँ यति भ्याउँछु र आउँछु भनेर भन्दै थिएँ, अनि फेरि सिकाएर आएँ नमानेर बिचमा जानु पऱ्यो हेर्नु। अनि त्यसपछि यहाँ काट्न लाएँ चाहिँ कुकिङको चाहिँ मैले आज फर्स्ट टाइम साँझ केही पनि पाएन भिडियो, अनि फेरि साँझ आज कुकिङ गर्दा बनाउनु पर्ला भनेर डिफ्रेन्ट सब्जी भएर यो गाइजहरू हेर्नु। अनि मैले काट्नलाई छिटो काटेर चाहिँ टमाटर पनि मैले केलाएँ, त्यसपछि चटनी पनि पिस्ने टमाटर धेरै नै निकालेँ। त्यसपछि बोक्रा फेरि एक ठाउँ उठाएर राखेँ। अनि भाँडा पनि थियो अलिकति नसाएको, अनि फेरि भाँडा मोल्न लाएँ। अनि भाँडा धेरै त थिएन, नानीले भनेको भिडियो बनाउन यसले चाहिँ कताबाट एङ्गल कस्तो लिएर बनाएको छ। मैले चाहिँ राम्रोसँग बनाएँ भनेको यस्तै हल्लाउँदै मोबाइल यस्तै बनाएँ, के गर्ने साथीहरू। अब नानीले नजानेर हो। अनि मैले चाहिँ भाँडा छिटो पखालेँ, भाँडा चाहिँ थोरै नै थियो। यसलाई चाहिँ फ्ल्यासलाइट बाल भन्दै थियो, अनि के गरी। अनि यहाँ हेर्नु अँधेरो रातिको साँझको बेला हो, नानीले बनाएको हो। अनि मैले चाहिँ भाँडा झ्यापझ्याप मोल्न लाएँ, छिटो मोल्दै बोल्दै गरेको थिएँ। मैले राम्रो भ्लग बनाइदिन्छु तपाईँको दिदी भन्दै छिटो बनाइदिएँ। अनि कताबाट हल्लाउँदै के गर्दै बनाइदिएँ भाँडा छिटो। मैले चाहिँ लिक्विड नमोल्छु, त्यति चाहिँ चिल्लोहरू सबै सर्लक्कै जान्छ। अनि फेरि छिटो भाँडा मोलेँ। त्यहाँ हात देखाउँदै थिएँ गाइजहरू, मेरो हात हेर्नु भन्दै थिएँ। अनि फेरि भाँडा मोलेर ल्याएँ, अनि बाटो पनि पखालेँ। अनि त्यहाँ हात धोएँ साबुनले, अनि पखालेँ। अनि त्यसपछि यहाँ चामलहरू सबै रेडी पारेर बसालेँ। अनि सब्जी पनि यहाँ ठिक्क पारेर अनि बसाउन लाएँ। अघि चाहिँ चिया पकाएको थिएँ बहिनीले, मैले चिया खाएको थिएन, त्यो पनि तताउँथेँ। त्यो चाहिँ रेडी पारेर अनि त्यसपछि चिया तताउन नि बसालेँ। अनि चिया तातेपछि अनि यता टमाटर नि काट्न लाएँ, छिटो गर्न लाएँ। फेरि यता सब्जी बसालेँ, ग्यासहरू पुसेँ। अनि त्यसपछि अब चाहिँ झान्ने बेला भयो। अनि फेरि त्यो चाहिँ सिटी लगाइसकेको थियो गाइस, मैले भिडियो फास्ट बनाएको छु। अनि यहाँ फेरि तेल राखेँ, अनि मसलाहरू अलि पाँचफोरन मेथी के थियो, अनि त्यही झान्न लाएँ। त्यसपछि हालेँ खुर्सानी नि अलिकति पड्काएँ। अनि यहाँ चाहिँ यसको हावै निस्केको थिएन, मेरो सिटी उठाएर छिटो भोकाएको थिएँ सबै। अनि त्यसपछि पकाउन लाएँ। अनि फेरि त्यसलाई आलुसालुलाई घोटेर अलिकति बाक्लो ग्रेभी हुने टाइप गरेर हो त्यसरी मिलाएँ। अनि त्यसपछि यहाँ मसला पनि हालेँ, बहिनीले चाहिँ मसला पिस्दै थियो, अनि बेसारहरू नुनहरू अड्कालेर हालेँ। अनि के मसलाहरू सबै हालेँ। अनि त्यसपछि भुट्नलाई मैले चाहिँ तिर्खा लाग्थ्यो, गर्मी छ नि त। अनि त्यसपछि भुट्नलाई बहिनीलाई भनेको मसला पिस्नु, यति खुर्सानी हालेको थिएँ पिरो न पिरो। अनि त्यसपछि मिठो त मिठो भयो त, तर पिरो साह्रै पिरो। अनि त्यसपछि छिटो यहाँ झाने पाक्यो। अनि अब रेडी। थ्याङ्क यू फर वाचिङ, आजलाई यति।